Hello everyone, welcome back to my mini vlog. आज चाहिँ हामी स्कुलबाट पिकनिक जाँदैछौँ पुरा इन्जोय गर्दै। हामी चाहिँ धुलीखेलमा पिकनिक गएको हजारसिडीमा। हामी एकदमै इन्जोय गर्दै गयौँ। सो फाइनली हामी त्यहाँ पुग्यौँ, सबैजना ओर्लियौँ र बसलाई चाहिँ यता साइडमा राख्यौँ। अनि हामी खाजासाजा खाएर फेरि मासतिर के रहेछ त भनेर घुम्न गयौँ। मासतिर जाँदाखेरि पार्क जस्तै देखिने रहेछ। अनि त्यहाँ एउटा मन्दिर रहेछ हैन। मन्दिरको बाहिर खै के को लक्ष्मीको के को रहेछ। अनि यता साइडमा पृथ्वीनारायण शाहको रहेछ मूर्ति। अनि फेरि मन्दिरभित्र छिर्यौँ। मन्दिरभित्र के रहेछ त भनेर अलि उत्सुक भएको थियौँ हामी। अनि माथि मन्दिरमा जाँदा त एउटा दामी प्लेस रहेछ हैन। एकदमै मन पर्यो मलाई चाहिँ। सो फेरि हामी त्यहाँबाट फर्कियौँ। ग्रुप नै थियो हाम्रो। फर्केर फेरि हामी रमाइलो गर्न थाल्यौँ, गीत गाउन थाल्यौँ। मेरो साथीले चाहिँ एकदमै मिठो गीत गाउँछ हैन। दोहोरी खेल्यौँ हामी सरहरूसँग। त्यसपछि फेरि खाना खाएको थिएन, खाना खानेपट्टि लाग्यौँ। खाना पनि एकदमै मिठो थियो। खानासाना खायौँ हामीले। अनि फेरि रमाइलो गर्न थाल्यौँ। सबैजना नाच्यौँ, उफ्र्यौँ हैन। एकदमै रमाइलो भएको थियो। म नि बिचमा गएर नाच्दिएँ, म मात्रै किन बाँकी भन्ठानी। सो अब यति गर्दै हामी फेरि फर्कियौँ साथीहरू। के गर्नु, फर्किनु त परिहाल्यो। हाम्रो सिट चाहिँ छैन रहेछ। यसो हेर्दाखेरि हामी लास्ट सिटमा गएर बसियौँ। लास्ट सिटमा हामी फर्किँदाखेरि एकदमै रमाइलो गरेर आयौँ। एकदमै रमाइलो नाच्यौँ, उफ्र्यौँ। सरहरू पनि उफ्रिनु भयो। सो कस्तो लाग्यो मेरो मिनी भ्लग? लाइक, कमेन्ट, सेयर गरिदिनु होला। बाई बाई।